म मुटुको धड्कन अलिक बढ्थ्यो, त्यसको चेक गर्नु पर्यो भनेर आएको। त्यहाँ चाहिँ इसिजी गरियो अनि इको गरियो। इको गर्दा दुवै नर्मल भेटियो र जुन औषधि सेवन गरिरहेछ त्यसैलाई निरन्तर गरिराख्नु भन्नुभयो। शिविर एकदम फास्ट, सबभन्दा यहाँ चेक जाँच एकदम फास्ट हो र जति पनि पेसेन्टहरू आउनु भएको छ उहाँहरूलाई सुलभ ढङ्गले चेक भएको मलाई खुसी लाग्यो। अत्यन्त राम्रो शिविर लाग्यो र म खुसी छु। राम्रै लाग्यो, फेरि आओस्, औषधि पाइयोस् होइन, निःशुल्क हो। शिविर जुन किसिमले नयाँ नगरपालिकाको व्यवस्थापन लाइन्स क्लब गर्ने गरिरहेको छ यो तेह्रथुम जिल्लाको लागि समग्रमा राम्रो पक्ष रह्यो। यसले हार्ट सम्बन्धी प्रेसर, सुगर, त्यसपछि मुटु सम्बन्धी चाहिँ चेकअपको लागि चाहिँ समग्र जनताहरूलाई चाहिँ सर्वसुलभ ढङ्गबाट चाहिँ आफ्नो शारीरिक चेकअप गर्ने चाहिँ सुमधुर मौका प्रदान गरेको छ। यसमा सम्बन्धित व्यवस्थापन पक्ष डाक्टर साहबहरूलाई चाहिँ धेरै धेरै धन्यवाद दिन चाहन्छु, किनकि यसले केही मात्रामा भए पनि आफूलाई आफ्नो शरीरको चाहिँ चेकअप गराउने मौका भयो र साथसाथै क्रोनिक पेसेन्टहरूलाई पनि आफ्नो दैनिकी जुन किसिमले खाइरहेको थियो औषधिहरू र आफ्नो शरीरमा के भइरहेछ भन्ने विशेषतः डाक्टर साहबहरूबाट चाहिँ प्रतिक्रिया जनाउने मौका पाए, रिलिफ हुने मौका पाए भन्ने मलाई लाग्छ। त्यसैले गर्दाखेरि यो यस्ता शिविरहरू समय समयमा विभिन्न सङ्घ संस्थाहरूले चाहिँ तेह्रथुम जिल्लाको यहाँ सदरमुकाममा मात्रै होइन, विभिन्न पालिका गाउँको वडावडाहरूमा पनि शिविर सञ्चालन गरेदेखि जनता लाभान्वित हुन्थे र आफ्नो स्वास्थ्य परीक्षणको लागि चाहिँ अगाडि बढ्न सक्थे भन्ने मलाई लाग्छ। अब टाढो जान सकिँदैन, नजिकमा आएको बेलामा एकदम राम्रो लागेर सुविधा, अब धेरै सुविधा भयो। टाढो जान नसक्दाखेरि के कस्तो भन्ने कुरो ढुक्क भयो नि सर। राम्रो लाग्यो, भित्र लानुभयो, यस्तो कुर्सी बनायो, औषधि पायो। यही औषधि खान्छु म, 2 वर्ष भयो औषधि खान थालेको, निःशुल्क पाइयो, राम्रो खुसी छु म। बेला बेला आइदियोस्, यहीँ मात्रै भएर नभएर औँसी डाँडा भए झन् नजिक हुन्थ्यो। धन्यवाद, आइदिनु भयो, निःशुल्क बाँडिदिनु भयो, फेरि पनि आइदिए हुन्थ्यो। मेरो मुटु रोग चाहिँ पम्पिङको समस्या हो है, आज चाहिँ शिविर आएको रहेछन्, धेरै राम्रो हो। दबाईहरू पनि थप दिए, चेक गरायो अनि त्यहाँबाट दबाईहरू पनि फेरि दिनुभयो। मेरो 6 महिनामा ठिक्क जाने बेला आइरहेको थियो, यहीँ आउनुभयो, खुसी लाग्यो। बाटो खर्च जोगियो, काठमाडौँ जानु परेन, यहीँ आउनुभयो। गङ्गालाल गइरहेको थियो 6 महिनामा, यहीँ आउनुभयो, यसो खुसी लाग्यो। औषधि पाइयो, म जानु पर्थ्यो, परेन। धन्यवाद दिन म जानु पर्ने थिएन। चेक जाँच गर्नलाई अब कहिले कहिले जतै जाँदाखेरि आफ्नो शरीरलाई अलिक सन्तोषजनक हुन्थ्यो कि भन्नु।